आज सञ्चारकर्मी साथीहरू कतिपय कुराहरू अहिले उठेका विषयहरू कतिपय निर्वाचन अधिकृतको कार्यालयसँग सम्बन्धित कतिपय सुरक्षासँग सम्बन्धित विषय भएकोले गर्दा सुरक्षासँग सम्बन्धित विषयमा म अलिकति केन्द्रित हुने अनुमति चाहन्छु। मिडियासँगको सहकारीको विषयमा हामीले गत विगतदेखि नै मिडियासँग सहकारी गरिरहेकै छौँ। निर्वाचनको दौरानमा पनि त्यो सुरक्षा समितिको तर्फबाट जिल्लाको सुरक्षा निकायहरूले अवश्य पनि मिडियासँग सहकारी गर्ने नै छ र आचार संहिता उल्लङ्घनका घटनाहरू धेरै साथीहरू उठाउनु भएको छ। आचार संहिता पालना गर्ने समिति हुन्छ, त्यसको अध्यक्ष चाहिँ हाम्रो श्रीमान मुख्य निर्वाचन अधिकृतज्यू त्यसै छ। हामी त्यसको सदस्य हुन्छ र हामी पालना गराउने नै हो। कानुन विपरीतका कामहरू हामीले रोक्ने नै हो भन्ने कुरा मैले एउटा समक्ष राखेँ। यसै पनि यो भारतसँग सिमाना जोडिएको छ, सुरक्षा संवेदनशीलता छ, नभएको होइन। त्यसै अनुरूप हामीले चाहिँ 12 जिल्लाको लागि एकीकृत सुरक्षा योजना 2082 हामीले तर्जुमा गरिसकेका छौँ, त्यो कार्यान्वयनमा आइसकेको छ र मतदान केन्द्रहरूलाई हामीले चाहिँ 3 प्रकारमा डिभाइड गरेका छौँ। विशेष गरी अति संवेदनशील र सामान्य। यहाँको भौगोलिक परिस्थिति हेरेर हामीले चाहिँ अति संवेदनशीलमा 145 मतदान स्थल र 278 मतदान केन्द्र, संवेदनशीलमा 108 मतदान स्थल र 217 मतदान केन्द्र, र सामान्यमा 52 मतदान स्थल र केन्द्र मतदान केन्द्र चाहिँ 92वटा रहेको कुरा पनि हामीले चाहिँ सुरक्षाको तर्फबाट एनालाइसिस गरेर हामीले त्यो तयार गरेका छौँ। जम्मा 305 मतदान स्थल र 587 मतदान केन्द्रहरू रहेको कुरा पनि म यहाँ समक्ष राख्छु। र त्यसैका लागि चाहिँ हामीले थप निर्वाचन प्रहरी पनि आवश्यक भएको हुनाले यो जिल्लामा 4034वटा चाहिँ निर्वाचन प्रहरी आवश्यक चाहिँ हाम्रो सुरक्षा योजनाले चाहिँ ल्याएको छ। त्यसै अनुरूप हामीले भर्ना प्रक्रिया सुरु गरेका छौँ र अहिले 8437 जनाको आवेदन भइसकेको। आज सम्पर्क मिति, भोलिबाट चाहिँ यसको पहिलो दोस्रो चरणको छनौटको कार्यक्रम चाहिँ सुरु हुन्छ। यो कुरा मैले राखेँ। अब निर्वाचन हुने नहुने भने अहिले पनि मैले निवेदन गरेको थिएँ। निर्वाचन हुने कि नहुने भन्ने विषय हामीसँग आफै सम्बन्धित विषयहरू हो। निर्वाचन यति गते चाहिँ यो कार्यक्रम छ, यति गते निर्वाचन छ भन्ने विषय मात्रै हामीले हेर्ने हो र त्यसका लागि हामी सुरक्षाको दृष्टिकोणले पूर्ण रूपमा तयारी गर्छौँ। र यहाँ साथीहरूले कतिपय साथीहरूले बुथ क्याप्चर गर्ने अथवा सीमा क्षेत्रतिर चाहिँ सुरक्षा हुने, त्यहाँ एउटैमा मतदान गर्ने, मिलेर गर्ने भन्ने खालका कुराहरू हामीले परिकल्पना गरेका छैनौँ। र यदि त्यस्तो हुने सम्भावना र भएको अवस्था छ भने त्यसलाई चाहिँ पढाइका साथमा कानुनहरू कार्यान्वयनमा ल्याउँछौँ। यहाँहरूले सूचना दिनु होला। यहाँहरूको अघि नै यहाँहरूले भनिसक्नु भएको छ, पत्रकार र गैर पत्रकार कसरी छुट्याउने भन्ने विषय यहाँहरूले पनि भन्नुभएको छ। यो हाम्रो लागि पनि चुनौतीपूर्ण कुरा चाहिँ छ। म पुरानो पत्रकार फोन आउँछ, अब हाउ टु भेरिफाई भन्ने चाहिँ हामीलाई पनि चुनौती छ। त्यसले गर्दा हामीलाई आउने सूचना पनि अथेन्टिक सूचना भयो भने तत्काल हामीले चाहिँ त्यसलाई कार्यवाही बढाउँछौँ र कानुन लङ्घन चाहिँ कानुन फर्काएर पुर्याउने काम हुन्छ। मैले यहाँ राखेँ। सीमा जोडिएको जिल्ला छ, निश्चय पनि त्यहाँ मदिरा पसलहरू खुलेका छन्। राज्यले नै त्यसलाई अनुमति दिएर मदिरा पसलहरू खोलिएका छन्। तथापि हामीले चाहिँ भारतीय समकक्ष सङ्घको बैठक हामी यो योजना गर्दैछौँ र निर्वाचनको निश्चित समय समिति सम्पूर्ण मदिरा पसलहरू बन्द रहनेछ र आवश्यकता अनुसार बिचमा पनि सुरक्षा थ्रेट भयो भने त्यसले जिल्ला सुरक्षा त्यसलाई सुरक्षा थ्रेट हेरेर हामी त्यसलाई बन्द पनि गर्न सक्छौँ। त्यस कारणले निर्वाचनको समयमा कम्तीमा 72 घन्टा अगाडि चाहिँ कुनै पनि मदिरा पसलहरू चाहिँ कहीँ पनि खुल्ला हुनु हुँदैन भन्ने चाहिँ मान्यता हो। त्यो कुरा मैले एउटा निवेदन गरेँ। निश्चय पनि पत्रकारिता गर्नु भनेको एक खालको जोखिमको काम पनि हो। किन भन्दाखेरि व्यतिथिहरूलाई उजागर गर्नुहुन्छ हजुरहरूले। काहीँ कुनै नराम्रो खालको स्थिति बसेको छ भने अथवा कुनै गैरकानुनी क्रियाकलाप भएको छ भने त्यस्तो अवस्थामा रिपोर्टिङ गर्दाखेरि निश्चय पनि केही न केही खतरा हुनसक्छ, सम्भावना हुन्छ। त्यो अवांछित तत्त्वद्वारा चाहिँ आक्रमण हुने, आक्रमण हुने अथवा अन्य कुनै हुनसक्छ। यहाँहरूले मेरो नजिक छ भन्दा त्यस्ता जोखिमपूर्ण ठाउँमा जाँदाखेरि हामीसँग समन्वय गरेर हजुरहरू जानुभयो है। हामीले त्यो इलाकाभित्र रहेका सुरक्षाका निकायहरूलाई चाहिँ समन्वय गर्न र सुरक्षा गर्न हामीले चाहिँ अहिले पनि भन्ने गरेका छौँ। निर्वाचनको समयमा विशेष हामी भन्ने नै छौँ र विगतमा यो
रिपोर्टिङ मौन अवधिमा पैसाको चलखेल भयो, त्यतिखेर चाहिँ खबर गर्दा पनि कारबाही भएन। विगतको त मलाई थाहा भएन, यसपालि यसो फलान ठाउँमा पैसा वितरण हुँदैछ भनेर यहाँहरूले चाहिँ आधिकारिक रूपमा र विश्वस्त भए पश्चात हामीले जानकारी गर्नुहोस्। तपाईँहरूलाई म विश्वास दिलाउन चाहन्छु, त्यो हामीले जानकारी पाइसके पश्चात चाहिँ त्यो इग्नोर गरेर हामी बस्नेवाला छैनौँ। सम्बन्धित ठाउँमा सम्बन्धित पिरियड त्यहाँ घटिन्छ र निर्वाचनको समयमा चारवटा निर्वाचन क्षेत्रमा पर्याप्त सङ्ख्यामा मोबाइल टोली, स्ट्राइकिङ टोली, ट्याक्टिक टोली, त्यसपछि हाम्रो फुड पेट्रोल लगायतका विभिन्न योजनाहरू हामीले बनाएका छौँ। सबै कुरा चाहिँ अहिले हजुरहरूले चाहिँ मैले खोल्न मिल्ला नमिल्ला, तर हामीले चाहिँ पर्याप्त सुरक्षा व्यवस्था चाहिँ हामीले गरेर चाहिँ हामीले अगाडि बढिरहेको स्थिति मैले यहाँलाई चाहिँ मैले भने। सामाजिक सञ्जालको सन्दर्भमा हामीले जिल्ला स्तरमा एउटा चाहिँ सबै सुरक्षा निकायहरूको संयुक्त रूपमा एउटा चाहिँ हामीले समूह बनाएका छौँ। उहाँहरूको काम भनेको सामाजिक सञ्जालको निगरानी गर्ने, कसले के पोस्ट गरेको छ, हामीले केही कारवाही गरेका छैनौँ भन्नुको अर्थ चाहिँ हामीले केही पनि थाहा छैन भन्ने चाहिँ होइन। समूह रिपोर्टिङ हामीसँग हुन्छ, वेन टु रियाक्ट र हाउ भन्ने विषय चाहिँ त्यो चाहिँ हामीले निर्णय गर्छौँ। र कसैले पनि त्यो सामाजिक सञ्जालमा अफवाह फैलाउने किसिमको, त्रास फैलाउने किसिमको अथवा निर्वाचनलाई प्रभावित पार्ने किसिमको कतै कुनै सामाजिक सञ्जालमा आयो भने त्यो हाम्रो नोटिसमा अवश्य आउँछ। नआएको यहाँहरूले नोटिसमा भनिदिनु होला, स्क्रिनसट लिएर मेरो एसपी साहबको वाट्सएपमा पठाइ पनि दिन सक्नुहुन्छ। हामी इमिडिएट एक्सन हामीले लिन्छौँ। अब यो पासको विषयमा पहिले सिडिओ अफिसले सिफारिस हुने गरेको भन्ने विषय आयो। यसमा मुख्य निर्वाचन अधिकारीज्यूले कुन गाइडलाइन दिनुहुन्छ, जिल्ला प्रशासन कार्यालय आधिकारिकता हेरोस् भन्ने गाइडलाइन आयो भने हामी त्यही अनुसार गर्छौँ। निर्वाचनको समयमा कुनै पनि काम गर्न चाहिँ जिल्ला सुरक्षा समिति, जिल्ला प्रशासन कार्यालय कुनै पनि हालतमा यो वा त्यो बाहना पछाडि आउनेवाला चाहिँ छैन। सिफारिस गर्नुपर्ने अधिकार आयो भने सिफारिस पनि गरौँला, मोनिटर गर्ने चाहिँ आवश्यक पऱ्यो भने मोनिटर पनि गरौँला। तर हाम्रो आधिकारिक पत्रकार मित्रहरूले पनि अधिकृत आधिकारिक र अनधिकृत भन्ने विषय चाहिँ बेलैमा बडा राम्रो भन्नुभयो। एकजनाले चाहिँ यो कसरी नियन्त्रण गर्ने भन्दाखेरि एन्सर आफै दिनु, त्यो महासङ्घले गर्छ। महासङ्घले, प्रेस युनियनले, जो जो हुनुहुन्छ उहाँहरूले त्यो चाहिँ अलिकति हामीलाई बेलैमा सचेत गरिदिनु भयो भने, नभए त के छ भन्दाखेरि सिडिओ साहबले फोन उठाउनु भएन। म पनि मान्छे हो, कहिलेकाहीँ के हुन्छ भन्दाखेरि म कुनै काममा व्यस्त हुनसक्छ अथवा कहिलेकाहीँ मिस पनि हुन्छ, फोन कल ब्याक त जान्छ। तर हाम्रो के देखिन्छ भन्दा मिस हुने बित्तिकै ल सिडिओ साहबले त फोन नै उठाइदिनु हुन्न भन्ने खालको माथि पनि फोन उठाउने, राति 11 बजे फोन गरेर चाहिँ के छ हालखबर भनेर सोध्नु त होइन होला। राति 11:30 बजी के छ हालखबर भनेर त्यसको फोनहरू पनि आउने गरेको छ। कसलाई रिस्पोन्स गर्ने, कसलाई नगर्ने, को पीडित छ, को पीडित छैन भन्ने कुरा छुट्याउनु पनि हाम्रो सुरक्षा निकायहरूले अलिकति गाह्रो अवस्था चाहिँ भइरहेको छ। यो यसमा यहाँहरूको सहयोग चाहिँ चाहिन्छ। यहाँहरूले आधिकारिक र अनधिकृत को हो भन्ने कुरा चाहिँ हामीलाई धेरैमा भनिदिनु भयो भने यहाँहरूलाई चाहिँ त्यसमा चाहिँ निश्चय पनि हामी त्यसमा आवश्यक काम हामी गर्छौँ। भोजभतेरका कुरा, धेरैवटा गाडी चलाउने कुरा, ती विषयहरू आचार संहितामा उल्लेख भएर आएका हुन्छन् र ती विषयहरू चाहिँ भोजभतेर गर्न पाउने नपाउने, कतिवटा गाडी युज गर्ने, नेपाली गाडी युज गर्न पाउने कि अन्य पनि युज गर्न पाउने, मलाई लाग्छ विगतमा नेपाली बाहेक अन्य गाडी युज गर्ने कानुनी व्यवस्था थिएन। यसपालिको आचार संहितामा हाम्रो श्रीमान मुख्य निर्वाचन अधिकारीले राख्नु नै हुनेछ। तर कानुनले वर्जित गरेको चिजमा यो वा त्यो कारणले चाहिँ हामी चुप्प लागेर बस्ने वाला छैनौँ। र अहिले हामी मतदान स्थलहरू, मतदान केन्द्रहरू जिल्ला सुरक्षा समितिले अनुगमन गरिरहेको छ। अनुगमनको क्रममा हिजो मात्रै एक ठाउँमा चाहिँ पोस्टर टाँच्ने गरेको मैले भेटेको थिएँ उनीहरूलाई। त्यसलाई हामीले पोस्टर जफत गरेका छौँ, राखेका छौँ र उहाँलाई सचेत तुल्याइएको छ। किन भन्दाखेरि चाहिँ यो आचार संहिता विपरीत कामहरू नगरौँ। गाडीमा पोस्टर टाँच्ने, गाडीमा झन्डा टाँच्ने यस्ता विषयहरू पाइन्छ कि पाइँदैन, टी सर्टमा लेख्न पाइन्छ कि पाइँदैन, झन्डा लेख्न पाइन्छ कि पाइँदैन, यी विषयहरू सम्पूर्ण उम्मेदवार हाम्रो आदरणीय सर म्यामहरूले पनि एकचोटि हेरेर बुझेर अनि मात्रै गर्दा ठिक हुन्छ भनेर सम्झाइ बुझाइ गरेका छौँ। कहिलेकाहीँ चेतनाको कमीले पनि हुन्छ, गत विगतमा यही प्र्याक्टिस थियो, यसपालि पनि ठिकै भन्ने हिसाबले पनि हुनसक्छ। त्यसैले समग्रमा हाम्रो जिल्ला सुरक्षा समितिको तर्फबाट म चाहिँ
म चाहिँ इन्स्योर गर्न चाहन्छु, आश्वस्त पार्न चाहन्छु। हामीले योजना सुरक्षा योजना अनुसार चाहिँ संवेदनशील भएर काम अगाडि बढाएका छौँ। निर्वाचनमा कुनै प्रकारले असुरक्षा हुन नदिनको लागि हाम्रो बल बुताले भ्याएसम्म, बुद्धि विवेकले भ्याएसम्म हामी त्यसमा पछाडि हट्नेवाला छैनौँ। यदि भन्दा चाहिँ मलाई लाग्छ मैले चाहिँ यहाँहरूको सुरक्षासँग सम्बन्धित जिज्ञासाको मैले उत्तर दिएँ जस्तो लाग्छ। अरू थप केही भए म पछि पनि यसमा यहाँहरूसँग जोडिने छु।